के तपाईहरुको श्रीमती पनि यतिको पातालो हुनुहुन्छ? तपाईहरुले यौन सम्पर्क गर्दाखेरि चाहिँ उनीहरुको योनिमा भएको हड्डीमा चाहिँ एकदमै तपाईहरुलाई झड्का दिँदाखेरि राम्रो तरिकाले चाहिँ यौन सम्पर्क गर्न पाइराख्नु भएको छैन र तपाईहरुको श्रीमतीले चिप्लोपना पनि किन धेरै निकाल्ने गर्छन् त यतिको पातालो महिलाहरूले भन्ने कुराको बारेमा साथीहरु आज मैले तपाईहरुलाई यतिको महिलाहरूलाई कुन पोजिसनमा राखेर यौन सम्पर्क गर्दाखेरि तपाईहरुलाई चाहिँ एकदमै धेरै मजा आउनेछ र तपाईहरुको पार्टनरलाई पनि एकदमै धेरै सन्तुष्ट मिल्नेछ भन्ने कुराको चाहिँ जानकारी दिनेछु है त। सबैभन्दा पहिले त साथीहरु हामीले यो कुरा गर्नेछौं कि यतिको पातलो महिलाहरू यानी कि सानो उमेर भएको महिलाहरूले किन बुढो मान्छेहरू खोज्छ र बुढो मान्छेहरूले किन पातलो केटीहरू र सानो उमेरको केटीहरू खोज्छ भन्दाखेरि पातलो केटीहरू चाहिँ एकदमै इमोसन धेरै आउने भएको हुनाले उनीहरूले आफूले आफूलाई सन्तुष्ट बनाउनको लागि चाहिँ एकदमै लामो समयसम्म यौन सम्पर्क गर्ने चाहिँ टिक्ने पुरुषहरूको खोजीमा हुन्छन्। यौन सम्पर्क गरी गरी बानी परेका छिप्पिएका पुरुषहरूलाई चाहिँ यस्ता पातला केटीहरूले धेरै नजर लगाउने गर्छन् र छिप्पिएको उमेर भएका महिलाहरूले चाहिँ किन भर्खरको केटाहरू यङ केटाहरूसँग चाहिँ यौन सम्पर्क गर्न चाहिँ एकदमै धेरै उत्साहित हुने गर्छन् त साथीहरू, किनकि उनीहरूको भनेको चाहिँ उमेर धेरै छिप्पिएको हुनाले उनीहरूले चाहिँ आफूले आफूभित्र चाहिँ एकदमै धेरै इमोसन आउने भएको हुनाले जवानी केटाहरू चाहिँ धेरै लामो समयसम्म यौन सम्पर्क गर्ने बेलामा टिक्न पनि पाउँदैनन् र जवानी केटाहरूले चाहिँ एकदमै राम्रो तरिकाले उनीहरूलाई पोजिसन बाई पोजिसन यौन सम्पर्क पनि गर्छन् र अहिलेका युवाहरूले चाहिँ झन् मुख मैथुनहरू पनि एकदमै नर्मल तरिकाले गर्ने भएको हुनाले अहिलेका आन्टीहरूले चाहिँ धेरै जस्तो युवा केटाहरूलाई मन पराउने गर्छन् र अहिलेका युवा केटीहरूले भने उमेर छिप्पिसकेका बुढापाका मान्छेहरूलाई टार्गेट गर्ने गर्छन्। अनि यस्ता पातला केटीहरूसँग चाहिँ तपाईहरूले दुई चारवटा रमाइला कुराहरू इमोसन आउने जस्ता कुराहरू गरिदिनु भयो भने पनि उनीहरूले आफ्नो योनिबाट चाहिँ चिप्लोपना एकदमै छिटो निकाल्ने गर्छन् र यस्ता पातलो केटीहरूलाई चाहिँ तपाईले यौन सम्पर्क गर्ने बेलामा यदि कुनै पनि खाटमाथि राखेर मेसिनरी पोजिसनले नर्मल तरिकाले चाहिँ माथिबाट यौन सम्पर्क गर्नुभएको छ भनेदेखि चाहिँ उनीहरूको योनिभन्दा बाहिरपट्टि भएको जुन हड्डी हुने गर्छ तपाईहरूले झड्का दिँदाखेरि त्यही हड्डीमा तपाईहरूको हड्डी चाहिँ ठोक्किन जाने भएको हुनाले उनीहरूलाई मजा आउने ठाउँमा चाहिँ उनीहरूलाई एकदमै योनिको भाग नै खस्ला जस्तो भएर उनीहरूलाई एकदमै गाह्रो हुने गर्छ। त्यसैले तपाईहरूलाई मैले आज एउटा यस्तो पोजिसन सिकाउने छु जुन पोजिसनमा चाहिँ तपाईहरूले आफ्नो पातलो महिलाहरूलाई राखेर यौन सम्पर्क गर्दाखेरि तपाईहरूको सम्बन्ध पनि अगाडि बढ्न पाउँछ र तपाईहरू दुवैजना फेस टु फेस हेरेर चाहिँ फ्रिडम भएर यौन सम्पर्क पनि गर्न सक्नुहुन्छ। अनि यो पोजिसनमा यौन सम्पर्क गर्दाखेरि तपाईहरूको पनि त्यति धेरै बल पावर युज नहुने भएको हुनाले तपाईहरूले लामो समयसम्म यौन सम्पर्क पनि गर्न सक्नुहुनेछ र तपाईहरूको पार्टनरको यौनीबाट सेतो पानीलाई निकाल्न पनि सक्नुहुनेछ है त। तपाईहरू कुनै पनि कुर्सीमा बस्नु भएको छ अथवा तपाईहरू खाटको डिलमा बस्नु भएको छ भनेदेखि चाहिँ तपाईहरूले आफ्नो पार्टनरलाई आफ्नो काखमा राख्न सक्नुहुन्छ र उनीहरूलाई माथिबाट चाहिँ यौन सम्पर्क गर्न भन्न सक्नुहुन्छ। यस्तो तरिकाले यौन सम्पर्क गर्दाखेरि तपाईहरूको पार्टनरको योनी भित्रबाट पनि चिप्लोपना पनि धेरै आउन पाउनेछ र तपाईहरूले आफ्नो ओठले उनीहरूको बुब्समा पनि तपाईहरूले चाहिँ चुम्मा चाटी पनि गर्न सक्नुहुनेछ। किनकि यस्तो गर्दाखेरि चाहिँ तपाईहरूको पार्टनरको चाहिँ जुन माथिल्लो स्तन हुने गर्छ त्यसको अगाडि टुप्पोमा चाहिँ कालो कालो घेरो हुन्छ, त्यहाँ तपाईहरूको जिब्रोले अथवा तपाईहरूले चाहिँ चुम्मा गर्दै यौन सम्पर्क गर्नुभयो भनेदेखि चाहिँ तलतिरबाट तपाईहरूले यौन सम्पर्क गर्दै माथितिर पनि तपाईहरूले उनीहरूलाई राम्रो तरिकाले फोरप्ले गर्नुभयो भनेदेखि चाहिँ उनीहरूले एकदमै छिटो आफू सन्तुष्ट पनि हुन्छन् र उनीहरूले पनि तपाईहरूको घाँटीतिर हुन्छ कि अथवा तपाईहरूले उनीहरूको मुखमा पनि चुप्प गर्न सक्नुहुनेछ साथीहरू। त्यो तरिकाले यौन सम्पर्क गर्दाखेरि तपाईहरू दुवैजनाको चाहिँ आँखाको कनेक्सन पनि मिल्नेछ र तपाईहरू दुवैजनाको छाती पनि जोडिएको हुनाले तपाईहरूको मन मस्तिष्क पनि एकदमै मिल्नेछ र तपाईहरूको नाता सम्बन्ध पनि एकदमै गाढा बन्नेछ साथीहरू। र अर्को तरिकाले साथीहरू तपाईहरूले चाहिँ आफ्नो पार्टनर यस्तै पातलो हुनुहुन्छ भनेदेखि चाहिँ यो पोजिसनमा यौन सम्पर्क गर्दाखेरि यस्ता पातला खाले महिलाहरूले चाहिँ आफूले पछाडिबाट चाहिँ ग्यास नै छोड्ने गर्छन्। तपाईहरूले आफ्नो पार्टनरलाई चाहिँ कुनै खाट अथवा टेबलको डिलमा राखेर उनीहरूको चाहिँ दुईटा खुट्टा चाहिँ अलिकति माथि छातीतिर लगेर तपाईहरूले दुईवटा खुट्टालाई अँठाएर तपाईहरूले पछाडिबाट यौन सम्पर्क गर्नुहुन्छ भनेदेखि र तपाईहरूले झड्का दिएर यौन सम्पर्क गर्नुहुन्छ भनेदेखि त्यतिखेर उनीहरूले आफ्नो पछाडिको मलद्वारको भागबाट चाहिँ उनीहरूले ग्यास नै निकाल्ने गर्छन्। किनकि यस्तो तरिकाले तपाईहरूले यौन सम्पर्क गर्दाखेरि उनीहरूको चाहिँ योनिको भित्री भागसम्म तपाईहरूको लिङ्ग जान पाउने भएको हुनाले उनीहरूले चाहिँ ग्यास पनि एकदमै धेरै छोड्ने गर्छन् र यस्तो तरिकाले तपाईहरूले उनीहरूसँग यौन सम्पर्क गर्दाखेरि तपाईहरूको लिङ्ग पनि पूरै रूपमा भित्र जान पाउँछ र तपाईहरूको पार्टनरहरूले पनि एकदमै छिटो सन्तुष्ट चाहिँ प्राप्त गर्ने हुन्छन्। ध्यान यतिमा दिनु होला कि साथीहरू तपाईहरूको लिङ्ग चाहिँ अलिकति लामो छ र तपाईहरूको पार्टनर चाहिँ अलिकति पातलो हुनुहुन्छ भनेदेखि उनीहरूको योनिको भाग चाहिँ एकदमै छोटो भएको हुनाले तपाईहरूले लामो लिङ्गले चाहिँ
झड्का दिएर यौन सम्पर्क गर्दाखेरि उनीहरूको भित्री पाठे घरमा पनि असर पर्ने हुन्छ। त्यसैले सबैभन्दा राम्रो पोजिसन चाहिँ तपाईहरुले उनीहरूलाई आफ्नो काखमा राखेर यौन सम्पर्क गर्ने गर्नुस्। हैन भनेदेखि चाहिँ तपाईहरुले उनीहरूलाई चाहिँ आफ्नै काखमा उठाएर पनि यौन सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईहरुले यस्तो तरिकाले पनि यौन सम्पर्क गर्नको लागि तपाईहरुको रुममा कुनै पनि टेबल कुर्सीहरू छैन भनेदेखि उनीहरूलाई तपाईहरुले आफ्नो खाटको डिलमा राखेर भए पनि खुट्टाहरू उनीहरूको माथि उचालेर तपाईहरुले चाहिँ यस्तो तरिकाले यौन सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईहरुले चाहिँ आफ्नो पार्टनरहरूसँग एकदमै खुलेर फ्रिडम भएर यौन सम्पर्क गर्नुहुन्छ भनेदेखि तपाईहरुको पार्टनर चाहिँ फ्युचरमा बाहिरका परपुरुषहरूसँग सम्बन्ध पनि बनाउने गर्दैनन् अनि तपाईहरुले चाहिँ यस्तो तरिकाले खाटको डिलमा राखेर उनीहरूको यौनीमा यौन सम्पर्क गर्नुभन्दा अगाडि उनीहरूको यौनीलाई चाहिँ एकदमै बाहिरपट्टि निकालेर तपाईहरुले मुखमैथुन गरिदिनुहुन्छ भनेदेखि पनि उनीहरू चाहिँ एकदमै धेरै र एकदमै छिटो चाहिँ आफूले आफूलाई सन्तुष्ट बनाउने गर्छिन्। र जब उनीहरूलाई चाहिँ एकदमै धेरै इमोसन आयो भन्ने कुरा चाहिँ तपाईहरुलाई थाहा हुन्छ हो त्यतिखेर चाहिँ तपाईहरुले सुरुमा चाहिँ बिस्तारै बिस्तारै यौन सम्पर्क गर्नुस् र पछि पछि गएर जब तपाईहरुको पार्टनरको यौनीबाट पनि सेतो चिल्लो पदार्थ चाहिँ निस्किन थालिसकेको हुन्छ त्यतिखेर तपाईहरुले पनि एकदमै बेसरी चाहिँ झड्का दिएर यौन सम्पर्क गर्नुहोला। तड्का बिनाको तरकारी झैं झड्का बिनाको यौन सम्पर्क पनि एकदमै फिका हुन्छ साथीहरू। त्यसैले कुन बेलामा झड्का दिने भन्ने कुरा चाहिँ तपाईहरुलाई अझै पनि थाहा छैन भनेदेखि मैले मेरो यो फेसबुकमा चाहिँ टन्नै भिडियोहरू बनाएर हालेको छु। तपाईहरुले त्यहाँ गएर पनि हेर्न सक्नुहुनेछ। अहिलेको लागि चाहिँ नमस्कार।